नमस्ते। आज म मेरो आफ्नो घरबारीमा आँगनमा दुईवटा मेवाको बोट रोप्न गइरहेको छु। आज मात्रै हो, योभन्दा अगाडि धेरै बोटहरू रोपियो। सुपारीको, लिचीको बोटहरू रोप्न बाँकी छ। यो बोट रियालिटी सोको इतिहासमा पहिलोपल्ट कृषि क्षेत्रलाई प्राथमिकता दिँदै रिभोल्युसनरी एग्रिकल्चर वारको नामबाट एउटा कार्यक्रम सो भइरहेको छ। त्यसमा हाम्रा भाइ भतिज श्री सुमन बिमलीजीको प्रतिस्पर्धा छ कृषि प्राविधिकको क्षेत्रबाट। उहाँ भद्रपुर नगरपालिका वार्ड नम्बर 2 को बासिन्दा हुनुहुन्छ र युवा हुनुहुन्छ, एनर्जिक हुनुहुन्छ। उहाँले कृषि प्राविधिकको क्षेत्रमा र भद्रपुर नगरपालिकामा कृषि शाखा प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ। उहाँ अहिले 3 फाइनलिस्टमा कृषि प्राविधिकबाट पुग्नु भएको छ। त्यसैले उहाँको सपोर्टमा यो बिरुवा मैले रोपिरहेको छु। मेरो मान्यता के छ भने बिरुवा यस्तो ठाउँमा रोपौँ जहाँ हुर्काउनु, बढाउन र लाभ लिन सकोस्। हामीले बिरुवा वृक्षारोपण चाहिँ धेरै गऱ्यौँ, तर त्यसलाई हुर्काउन, बढाउन, फलाउन सकेनौँ। भनौँ केही प्राविधिक गडबडी अथवा आफ्नो केही गडबडी भयो। बिरुवाबाट रोपेपछि लाभ पनि लिन सकौँ, त्यसलाई फलाउँ र उपभोग गर्न सकौँ। त्यसैले मैले मेरो आफ्नो घर आँगनीमा मेवाको बिरुवा रोपिरहेको छु। आफैले हुर्काएर बढाएको बिरुवा हो र यस्ता बिरुवाहरू मेरोमा अरू पनि प्रशस्त छन्। लिचीको बिरुवाहरू छ, सुपारीको बिरुवाहरू मैले रोपिसकेको छु। यसकारण मैले यसलाई आज अर्को जग्गा पनि वृक्षारोपणको लागि लिएर गइरहेको छु। यो अर्को बिरुवा छ, अलिक तल छ। तपाईँहरूको यो क्यामेराले पुग्छ कि पुग्दैन, यहाँनिर रोप्ने जमर्को गरिरहेको छु। कृषिको क्षेत्रमा काम गरिरहेको छु केही समयको लागि। यो बिरुवालाई फेरि म यहाँ रोपिदिन्छु। पहिला पानी हालेँ, पोलिथिनमा यहाँ सारेर पानी हालेर खकुलो बनाएँ। पोलिथिन निकाल्न यसरी सजिलो पनि हुन्छ पानीमा भिजाइसकेपछि। त्यसैले यो यसरी निकालेर सिधै रोपिदिने, नहलाइकन माटोले खुस्दिने। यसो गर्दा यो बिरुवा सर्नु पनि सजिलो हुन्छ, मर्दैन, राम्रोसँग उत्पादन पनि दिन्छ। यहाँ सबै यो बिरुवाहरू अरू पनि बिरुवाहरू मैले हिजो पनि अस्ति पनि रोपिसकेको छु। तपाईँहरूलाई म चाहन्छु, यहाँ छ, यहाँ मैले लिचीको बिरुवा रोपेको छु एउटा अस्ति। यो लिचीको बिरुवा छ, अस्सीको बोट बिरुवाहरू छन्। यहाँ 2टा मेवाको छ। योभन्दा अगाडि मैले 2टा मेवाको यहाँ पनि रोपेको छु। यो आफूले फलाएर खान सकिन्छ। यहाँ पनि छ मेवाको, यहाँ पनि मैले मेवाको बोट रोपिदिएको छु। अब लिचीको बोटहरू, लिचीको बिरुवाहरू तयारी छ। लगभग 25वटा बिरुवाहरू छ। यो पनि तयार हुने हातमा छ। मकै छ, मकै निकालेर यसलाई फेरि लगाउने कोसिस गरिरहेको छु। ल एक बोटको सिलसिलामा यो बोट बिरुवा मैले रोपिरहेको छु। सबैलाई बधाई, सहयोग गरिदिनु होला र भन्दै मैले आजको यो गरेँ। यहाँनिर प्रशस्त सुपारीको बोटहरू रोपेको छु। लगभग 30वटा 35वटा जति बोडीहरू फलिरहेको छ, बोडीको बिरुवा फलिरहेको छ।